धेरै मानिसहरू धन, रूप र महँगो वस्तुलाई महानता सम्झन्छन् तर जीवनको वास्तविक गहना केही फरक हुन्छ। यसले जीवनमा के गर्न सक्छ र? कहिलेकाहीँ संसारले तिम्रो सङ्घर्ष देख्दैन, केवल तिम्रो अवस्था देख्छ। अश्वस्य भूषणं वेगो मत्तं स्याद् गजभूषणम् चातुर्यं भूषणं नार्याः उद्योगो नरभूषणम्। बाबु, मानिसको वास्तविक गहना धन होइन, उसको परिश्रम र चरित्र हो। उसले संसारलाई दोष दिएन, आफूलाई बदल्ने निर्णय गर्यो। समयले प्रमाणित गर्यो साँचो सम्मान रूपबाट होइन, कर्म र चरित्रबाट प्राप्त हुन्छ। परिश्रम मानिसको सबैभन्दा ठूलो शक्ति हो। बाहिरी रूपभन्दा चरित्र र कर्म ठूलो हुन्छ। संसारले सुरुमा तिमीलाई नबुझ्न सक्छ, तर निरन्तर मेहनतले सम्मान दिलाउँछ। सफल मानिसहरू बहाना होइन, प्रयास गर्छन्। साँचो गहना सुन होइन, तिम्रो परिश्रम, बुद्धि र चरित्र हो।